भिडियो अलिक लामो हुनसक्छ, अलि एकछिन धैर्य धारण गरेर हेरिदिनु होला। यो मेरो छोराको डायरी हो। यो हेर्नुहोस्, यो डायरीको इन्फर्मेसनहरू, स्कुलको इन्फर्मेसनहरू, ड्रेसको इन्फर्मेसनहरू छ। यहाँनिर के हो यो फ्रिक्वेन्सी रिमार्क्स, यो चाहिँ टिचरहरूले रिमार्क्सहरू दिने के यिनीहरू छ डायरीमा। अनि यो जुन छ नि यो च्यातिएको, यो चाहिँ मेरो छोरा, मैले चाहिँ नच्यात्नु, त्यतिकै रहन दिनु, केही हुँदैन। अनि बाँकी खाली पेजमा चाहिँ लेख्नु तिम्रो होमवर्क भनेर भनेको थिएँ। तर उसले चाहिँ यो च्यात्दैछ, पुरानो क्लासको चाहिँ यो च्यात्दैछ। नयाँ क्लासदेखि मैले यहाँदेखि अब सुरु गर भनेको थिएँ कि यत्रो बाँकी छ। हेर्नुहोस् है, डायरीमा यत्रो बाँकी छ, पेज यत्रो पेज बाँकी छ स्कुल डायरी। अनि तपाईँको यहाँ पछाडि फेरि कन्ट्याक्ट नम्बरहरू छ हैन। नयाँ भन्नु त्यहाँ स्टाफहरूको कन्ट्याक्ट नम्बर छ। अब कोही नयाँ आएको होला, कोही के होला हैन। कन्ट्याक्ट नम्बर छ, जे होस् चाहिएको बेला त कन्ट्याक्ट नम्बर स्कुलबाट पनि लिँदा हुन्छ हैन। अनि यहाँ रुटिन छ, यो रुटिन क्लासको रुटिनको लागि पेजहरू छ यहाँ है। यहाँनिर क्लास रुटिनको पेजहरू छ। अनि यहाँदेखि यसमा के छ, एसेसमेन्ट डेट सिट्स भनेर छ। यहाँ के छ, के जाति थुप्रै के उ रहेछ हैन। पुरै युज पनि गरेको छैन, यतिकै छ हैन। सबै यो पनि खाली छ, यतिकै सबै खाली छ के, सबै खाली, यति खाली छ। अहिले स्कुलको डायरी चाहिँ तपाईँको कति भन्यो स्कुलको डायरीको 350 भनेको छ हैन। कुनै ठुलो एमाउन्ट पनि हैन। तर त्यो एमाउन्ट कमाउनलाई पनि कति हामीले मेहनत गर्नै पर्छ हैन। सानो एमाउन्ट 5 रुपैयाँ पनि यतिकै कसैले ला भनेर चाहिँ दिँदैन हैन। कि त भिख माग्न पनि हिँड्नै पर्छ, हात थाप्नै पर्छ, यतिकै त दिँदैन नि कसैले 5 रुपैयाँ पनि। अनि यत्रो यो छँदै यो डायरी, अनि नयाँ चाहिँ युज गर्नै पर्छ अरे, पुरानो डायरी चाहिँ युज गर्न मिल्दैन भनेर आज मेरो छोराले आज भन्दैछ कि नयाँ डायरी किन्नु पर्यो। अनि मैले भने त्यो पुरानो डायरी छँदैछ, केही छैन मजाले। अब यो चाहिँ स्कुलको नाम आउँछ भनेर चाहिँ मैले देखाइनँ। माथिको पनि यो कभर पनि ठिक छ, सबै ठिक छ। अब तपाईँहरूलाई चाहिँ तपाईँहरूको स्कुलमा के छ, यदि अभिभावक हुनुहुन्छ भने तपाईँहरूले चाहिँ के गर्नुहुन्छ हैन। हुन त अब थुप्रो पैसा हुनेले त एकैचोटि स्कुलै ल तेरो यो स्कुल तेरै हो, तैँ जे गर्दा हुन्छ त्यो पनि गर्न दिँदा हुन्छ स्कुलमा, त्यो अर्कै कुरा भयो। तर एउटा कुरो भनेको यो अलरेडी अननेसेसरी हामी बच्चालाई चाहिँ के भन्छ, बिजुली अननेसेसरी युज गर्नु हुँदैन, पानी अननेसेसरी युज गर्नु हुँदैन। अनि अलरेडी यो डायरी छँदैछ भने यो पैसाको अननेसेसरी फालिने हुँदैन त। हामीले जोगाएर सबै कुरा जोगाएर युज गर्ने भन्ने चाहिँ हामी सिकाउँछौँ। अनि यत्रो पेज डायरीमा छँदै पनि न्यू डायरी लिनै पर्छ अरे, ओल्ड डायरी चाहिँ युज गर्न मिल्दैन भन्ने भनेको छ स्कुलले। अब के गरौँ, म पैसा दिएर फेरि नयाँ किनौँ कि यही युज गरौँ। मैले स्कुलसँग अहिले त कुरा गरेको छैन, तपाईँहरूसँग सजेसन मात्रै मागेँ है, के गर्दा राम्रो हुन्छ। तपाईँहरूको बच्चाहरूको स्कुलमा के कस्तो छ नियम कानुन। अनि यदि स्कुलको टिचर्स हुनुहुन्छ अनि प्रिन्सिपल हुनुहुन्छ, तपाईँहरूको स्कुल छ भने तपाईँहरू आफ्नो स्कुलमा के प्र्याक्टिस गर्नुभएको छ त्यो पनि कमेन्ट गर्नु होला है कसैले।